अनि त्यही किताब बेच्नलाई पनि रिस उठ्ने मान्छेहरू छ भने यही काली गण्डकी नजिक छ, त्यही हाम फालेर मरे हुन्छ। मेरो खराब पानी छ, मेरो खराब पानी छ, मेरो खराब। के भन्नुहुन्छ, मलाई के सुझाव दिनुहुन्छ? हजुर त अर्कै काममा व्यस्त हुनुहुन्छ, अब मैले यो सोध्नु सुझाव दिन्न मैले। यस्तो फोन त धेरै आए मलाई, अनि यो फोनहरूले गर्दा मलाई वाक्कै बनाए। जसले फोन गरे पनि बधाई, अझै पनि बधाई। अरूलाई त दिन छोडिसक्यो होला नि, तपाईँलाई अझै पनि बधाई आउँदैछ। मिनटमा 3टा फोन आउँछ। सिप त मैले ठ्याक्कै यही सिप सिकेर अगाडि बढाउँ भन्ने छैन। म +2 पास गरेको, ब्याचलरमा छैन भने के अन्त अब सिप सिकेर अगाडि बढौँ भन्ने छैन भने मैले मन्त्र फुकेर तिमीलाई चामल खुवाएर हुँदैन। डाक्टर सुरेन्द्र केसीले भन्छ नि, यो किताब बेचेर पनि कारखाना चल्छ भनेर भन्छ क्या। अनि चले छैन त। त्यस कारणले जसले चाहिँ किताब बेच्नु हुँदैन भनेर विरोध गर्छ, त्यो मान्छेको दिमागमा गरिएको हुन्छ। एयरपोर्टको किताब आयो, हजुर किताब किन्नुहोस्, पैसा झार्नुहोस्। किताब आयो, महावीर पुनः आयो। पारीको मान्छेहरू यतातिर आउनुहोस् ल। महावीर पुनः आयो, किताब आयो। कति किताब बेच्नुभयो अहिलेसम्म आज? अरे यार, त्यस्तो हालु प्रश्न नसोध्न यार। मेरो खराब पानी छ, मेरो खराब पानी छ। तपाईले एकजना व्यक्तिले दुर्व्यवहार गरेको हो? दुर्व्यवहार गरेको होइन, भिडियो चाहिँ भाइरल भएको छ। होइन त्यस्तोलाई दुर्व्यवहार भन्दैन। के भएको माननीयज्यू? झगडा भएको एकछिन बाटोमा। अनि पढ्नको लागि चाहिँ बाहिरतिर गएको। अब चितवन काठमाडौँ पनि पढेँ मैले, अनि शिक्षक पनि भएँ। त्यसपछि अमेरिका गएँ, पढेर त दिमाग बिग्रेर गाउँमा आएर बसेँ। किन दिमाग बिग्रे होइन? मान्छेहरूले भन्थे उति बेला, मान्छेहरूले के भन्थे भने अमेरिका पढेर आएको छ, जागिर पनि खान्न, केही काम पनि गर्न, यहाँ गाउँमा बसेको छ, यसको दिमाग बिग्रियो भन्थे है। तर म दिमाग बिग्रेर बसेको होइन, गाउँले होला यसो सघाउँ भनेर बसेको हो क्या। हामी यस्तै त हो नि बोरो, जहिले यस्तै त हो नि बोरो, हामी यस्तै त हो नि बोरो, जहिले यस्तै त हो नि बोरो। किताब बेचेकै पैसाले आविष्कार केन्द्र चलाउनुहुन्छ? अब जहिलेसम्म चल्छ चलाउने हो, त्यो चल्छ। सरकारको ध्यान चाहिँ कतिको छ क्या त्यतातिर? तपाईँले के बुझ्नु भएको छ? सरकारको कुरा सरकारलाई गएर सोध्ने। मेरो खराब पानी छ, मेरो खराब पानी छ, मेरो। नेपालमै बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? जेसुकै गर भन्ने सन्देश दिन्छु म। केही मान्छेहरू त यस्तो पनि भनेर आउँछन् होला नि, मन्त्रीज्यू सोफा मुनि केही छ पछि हेर्नुहोस्, या तपाईँको भान्सामा झोलचौटा आछ बेलुका लिनु होला, यस्तो भन्ने मान्छे चाहिँ भेटियो कि भेटिएन? त्यस्तो आएको छैन। यदि आयो भने त्यसलाई मैले ठोकिहाल्छु। के कतिको आश छ त्यो सरकारले गर्ला त अहिलेको? तिमीहरू जस्तो आश गर्ने मान्छे होइन के? मेरो खराब पानी छ, मेरो खराब पानी छ। सुदन गुरुङलाई लिएर धेरैले गर्न सक्छन् त, गृहमन्त्री चलाउन सक्छन् त भन्छन् नि, ठोक्छ नि। मेरो खराब पानी छ, मेरो खराब पानी छ, मेरो खराब। किताब आयो, दाजुभाइ दिदीबहिनीहरू, किताब आयो, महावीर पुनः आयो, जाउला खेलमा आयो। ल, जाउला खेलमा किताब आयो, महावीर पुनः आयो, किताब बेच्यो, पैसा कमायो। पालिन शाहको नेतृत्वमा देशले नयाँ सरकार पाएको छ, कतिको आशावादी हुनुहुन्छ यो सरकारसँग तपाईँ? म चाहिँ अरू जस्तो छैन क्या, अरू जस्तो आशावादी हुने होइन, निराशावादी हुने छैन।
Relax and take notes while I take totes of the marijuana. अब हजुरहरू नै हुनुहुन्छ प्रतिपक्षको रूपमा प्रतिपक्ष होइन म निष्पक्ष चञ्चले चञ्चले गण्डकी अञ्चल पोखरा बजार जसले किन्न चाहनुहुन्छ उहाँहरूलाई के भन्नुहुन्छ थोरै भनिदिनुहोस् ल किन्न चाहनेले किन्नुहोस् किन्न चाहनुहुन्न भने नकिन्नुहोस् हामी यस्तै त हो नि बोरो जहिले यस्तै त हो नि बोरो हामी यस्तै त हो नि बोरो सिंहदरबारको स्कुलमा हिजो एक दिन भयो आज दोस्रो दिन भयो अब कौन है ये लोग कहाँ से आते हैं 5 वर्षसम्म धेरै दिनसम्म आएर यो स्कुलबाट धेरै कुराहरू सिक्नुपर्ने गर्नुपर्ने छन् अहिलेको सरकारमा जुन जानु भएको छ मन्त्रीमण्डलमा सबै युवा भाइ बहिनीहरू हुनुहुन्छ Relax and take notes while I take totes. अर्ग्यानिक मान्छे भनेर चिनिने महावीर पुन माइको सरलाई खाना खानु बोलाउनु पर्यो भने कि भनेपछि खाना खाना कहीँ जान्नु आफ्नो चेलो घरमा आएर हुन्छ राजाको घरमा पनि जान्नु म त Relax and take notes while I take totes of the marijuana. बोलेको कुरा नपुर्याउने मान्छेलाई ठोक्नु पर्छ क्या ठोकेर पनि केही फरक पर्दैन के हो अहिलेसम्म पत्रकारलाई उद्देश्य थाहा छैन भने बेलुका गुगलमा गएर खोज्नुहोस् आमिर कुनले किन किताब बेचिरहेछ भन्ने कुरा पत्रकार भएर आएर थाहा छैन भने गुगलमा गएर खोज्नुहोस् Relax and take notes while I take. तपाईको जीवनमा कुनै दिन तपाईको प्रेमिका थियो प्रेमिका भएर त बिहा गरेछ नि अनि प्रेमिका नभएको भए बिहा गर्थे त एउटा समाचार के आइदियो भने प्रधानमन्त्रीसँग भेट्न जानुको कारण चाहिँ महावीर पुन चाहिँ उपसभामुख दिने भनेको छ त्यही भएर चाहिँ छलफल भयो पनि भनेको छ हल्ला गर्ने त भाइ बहिनीहरू जस्तो चाहिँ यही पत्रकारहरूले त गर्छ त हल्ला ये बड़ी अच्छी बात कही आप ए साथी जिन्दगीमा नि के गर्नुपर्छ गर्दै सोच्दै नसोचेको काम पनि गर्नुपर्ने यो भगवानले नि के गरिदिन्छन् गाँठे सुख त कहिल्यै नदिने भयो भगवानले कहिले बरु छिटो छिटो लय त हुन्थ्यो नि सानन्दै हुन्थ्यो कहिले लैजान्छन् न हो भगवान छिटो छिटो लैजाऊ म त भाई साहब कुछ ज्यादा नहीं हो गया ये? मतलब कुछ भी के गर्नु भयो नमस्कार नमस्कार भोट दिनेहरूलाई नमस्कार गर्नुपर्छ भोट माग्नेले नमस्कार गर्नुपर्छ भन्ने सिकाएको छन् क्या मलाई मेरो खराब पानी छ मेरो खराब पानी छ। भाइहरू तिमीहरू पनि नातावादमा छौ पक्कै पनि स्वतन्त्र मानेर जानु कसरी भन्दाखेरि कसैलाई जागिर दिनु पर्यो भन्न तिमीहरूले पनि पक्कै पनि कसैलाई भन्छ होला अरे बाप रे ये तो धोती खोल रहा है भाइ दिदीबहिनीहरू किताब आयो महावीर पुन आयो चाउल खेलमा आयो ल चाउल खेलमा किताब आयो महावीर पुन आयो किताब बेच्यो पैसा कमायो